मेरा घरमा को हुने? अनुहार बाउसँग मिल्छ। ए फुपू रहेछन्। फुपू नमस्कार। ये है अनि के को फुपू के त भन्दाखेरि आखिरमा हो नि त म तेरो बाउ। के सर हो बाउ तिमी चाहिँ? अनि जसलो मोसनमा भन्नु पर्दा यो हुलियामा चाहिँ किन त अनि? कि आमा छैनन् भनेर यसो बाउको पनि आमाको पनि माया दर्शाइदिउँ भनेर? तँ बाललाई बाउको पनि आमाको पनि माया त के खान दर्शाउँथ्यो र? के त भन्दाखेरि आखिरमा हो नि मेरो सिङ्गल माया नै तँलाई बढी भइरहेछ। कुरा यस्तो हो के ग तँलाई स्कुलमा कोरोनाको खोप लगाइरहेछन्, मलाई पनि लगाइदियो न भनेको त मिल्दैन, महिलालाई मात्र हो भनेर भने। जसरी पनि कोरोनाको खोप नलाई छाड्दिन भनेर महिला बनेको। अब तैँले पनि खोप लाउनु पर्छ। अब बाउ छोराले नि खोप लगाएपछि ढुक्क पनि हुन्छ। ल तँ पनि महिला बनिहाल त। ए म लाउँदिनँ अहिले, पछि लाउँला नि। इ लाइस पछि सरकारले खोप ल्याउन सकेका छैन। यस्तै ककसले दिएको खोप आउने हो। यस्ता बेलामा खोप लाउन सकेन भने पछि त के हो के हो। त्यसैले मैले भनेको मान खुर्कन महिला बनिहाल। खोप त जसरी भए पनि लाउने हो लाउने हो। लाएपछि लाएको लागि हुन्छ। हेर त यति भएपछि अब खोप लागिएन त। तँ बान खाली आइडिया मात्र भन्छस्। मेरो अगाडि त तँ केही पनि होइनस्। हेर त मेरो आइडिया। तपाईको नाम? रुका देवी। नागरिकता लिएर आउनु भएको छ? नागरिकता चाहिँ हामी आमा छोरीले बिर्सेछौँ। रुका देवी नै हो हामी आमा छोरी। ए ल त्यो कपडा तल गर्नुहोस् त।